वेलकम टु रूपान्तर होम्स बाई गोकुल कुमार। अहिले हामी हाम्रो थापागाउँ बानेश्वरको साइडमा छौँ। यहाँ चाहिँ हाम्रो किचन प्रोजेक्ट फुल्ली हाउस इन्टेरियर प्रोजेक्ट। अहिले किचनको काम स्टार्ट भएको छ भने टिभी क्याबिनेट पनि हुन्छ। हाम्रो यो चाहिँ फुल किचन डाइनिङ एरिया हो भने यतापट्टि इन्ट्री पोइन्ट भन्छ। यहाँ चाहिँ हाम्रो स्लाइडिङ डोर पनि बस्छ अनि यतापट्टि हाम्रो यसको ब्रेकफास्ट काउन्टर आउँछ। सँगै हाम्रो बिग साइज फ्रिज छ, साइड बाई साइड फ्रिज छ भने सँगै माइक्रो ओभन र ओभन बस्छ भने अनि यसरी एलसीमा किचन डिजाइन भएको छ। यतापट्टि हाम्रो अप्पर क्याबिनेट छ, भित्रपट्टि पनि हामीले कलर फर्मेका युज गरेछौँ। यतापट्टि हाम्रो सेल्फ एरिया छ, यतापट्टि रेडिमेड ड्रवर, कटलरी, प्लेट, थाली बस्छ भने यतापट्टि कर्नरमा पनि हामीले रेडिमेड ड्रवर गरेका छौँ। यसरी 1 2 3 किनभने कर्नरमा पनि अलि युनिक डिजाइन गर्न खोजेका छौँ हामीले यसमा भने यतापट्टि घरजनले आफै क्वार्ट्ज लगाउनु भएको छ माथि र यतापट्टि हाम्रो चिम्नी सेक्सन छ भने यतापट्टि सिङ्क सेक्सन र थोरै फरक के गरिरहेको छौँ भने हामीले यहाँ चाहिँ हजुरले उहाँहरूले बेसिनको लागि छुटाउनु भएको थियो तर उहाँलाई डिसवासर चाहिने भएर अब डिसवासरको लागि पोइन्ट नभएर हामीले मुनि डिसवासर र माथि बेसिन राख्ने यसमा सिस्टम गर्न खोजिरहेछौँ। हजुरहरूलाई पनि आफ्नो घरमा युनिक इन्टेरियर र अन साइट ट्रान्सफर्मेसन र अन साइट प्लान चेन्ज गर्नु छ भने आजै रूपान्तर होम्सलाई सम्झिनु होला।